तरिकाकोमा जाउँ न भन्ने हिसाबले हामी चाहिँ आज आएको छौँ। यो तरिकाले पो पोल्दै छौँ यी साथीहरू। ट्याक्सी भइरहेछ एउटा आलु सब्जी बनाउने यसको लागि मसला गरिदिनु पर्छ सायद होइन, जहाँसम्म लाग्छ किनकि हाम्रो बर्थडे हो नि त। साथीहरू वेलकम टु माई भ्लग। आज चाहिँ हामी विशेष एउटा छुट्टै रमाइलो तरिकाले हामीले लिएर आइरहेको छौँ। सो पसिना सरी पनि आइरहेछ। विशेष चाहिँ हामी आज एउटा साथीको बर्थडे स्पेसलीको विशेष अवसर पारेर हामी चाहिँ यहाँनिर यसो कति बाहिर भन्दा पनि आज छुट्टै तरिकाकोमा जाउँ न भन्ने हिसाबले हामी चाहिँ आज आएको छौँ। हेर्नुहोस् तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नु नभुल्नु होला। लेट्स सी। ल है साथी हो, विशेष आज चाहिँ हामी साथीभाइहरूसँग खोला खेल्ने क्रममा छौँ। हाम्रो यस्तो स्पेसली हुँदैछ, तयार हुँदैछ। यता विशेष चाहिँ हाम्रो यता मित्रको ह्याप्पी बर्थडे यार ब्रो, जन्मदिनको शुभकामना। हामी यस्तो हुँदैछ सुरुवात। यता बडी बिल्डरहरू छ। यता मान्छे पोलेको पहिला होला यो पोस्टर आउनु नसिक्छ भने चाहिँ एउटा आलु सब्जी बनाउने यसको लागि प्लस के छ यहाँ 4 किलो बङ्गुरको मासु। मिस्टर पोर्क छ। दिस इज मिस्टर पोर्क ड्रागनको जिब्रो भन्छ कि अहिले हैन, ड्रागनको हड्डी पनि छ अलिअलि। ओरिजिनल ड्रागन त्यहाँनिर आइरहेको छ। पोर्क ओरिजिनल पोर्क र हेरौँ कस्तो हुँदो रहेछ। एकदम भेराइटी हुन्छ हाम्रो, एकदम स्पेसली आज स्पेसली सबैले छुट्टी मिलाएर। हेलो हेलो ओ ढेँडे बर्थडे भाइ ए आज त साथी उपदर नामबाट गर्नु हुँदैन अहिले त तेरी। ठिक छ, हाम्रो भेराइटी आइटमहरू हुँदैछ। यहाँ खाएर पौडी खेल्ने हो, फेरि हामी पौडी पनि खेलिन्छ आज, स्विमिङ गरिन्छ। हो हामी चाहिँ आज फेरि यो तरिकाले पो पोल्दैछौँ यी साथीहरू। यही त हाम्रो वरिष्ठ क्यामेराम्यान बडी बिल्डर। यता एउटाले झिरुन्दैछ, यता हाम्रो विशेष एकदम सेक्सी भइरहेछ। सेक्सी भन्दा अलिकति नरम नसोच्नु होला, सेक्सी भन्दा एकदम राम्रो नेपाली भाषाहरू बुझ्नुपर्छ। के भन्दाखेरि चाहिँ हाम्रो होइन राई सब्जीको बर्थडे पनि थियो। यसको प्लस हामीले अब यसो प्लान गरेँ क्या, योभन्दा त्यो केक काटेर खानुभन्दा हो नि साथीभाइहरू मिलेर होइन जङ्गलमा गएर यस्तो रमाइलो गरौँ भन्ने सबैको मन भयो होइन। ल हाम्रो चाहिँ यहाँनिर सेकुवा पोल्ने क्रम जारी छ। यता हाम्रो मिस्टर अमर सरकार हाम्रो यो मासु त पाक्दैछ खाँदैछ होइन, विशेष। अनि उता हाम्रो झिरुनी र नि एउटा मित्रको बर्थडे सेलिब्रेसन पनि हो। गुरु मान्छे हो नि, किनकि उहाँको आज बर्थडे हो, त्यस कारणले गर्दा चाहिँ हाम्रो गुरु मान्छे हो। अहिले भरेसम्म के हुन्छ मसला गरिदिनु पर्छ सायद होइन, जहाँसम्म लाग्छ किनकि हाम्रो बर्थडे हो नि त। अनि यता चाहिँ हाम्रो फेरि हाम्रो नुवाकोटे। अनि के छ आज कस्तो महसुस भइरहेछ भाइलाई? एकदम छुट्टै भइरहेछ होइन, अविस्मरणीय क्षण हो भाइ। के मिठो तरिकाले छोटो मिठो तरिकाले 2 शब्दमा शुभकामना दिनुपर्दा
लाखौँ करोडौँ अरबौँ भयो त अरबौँ होइन मनैदेखि हृदयदेखि चाहिएको त अरबौँ शुभकामना। यो कुरा त मलाई चाहिएको थिएन यो कुरा चाहिँ इन्भाइट गरेर दाइले यतिसम्म स्पेसल गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। ओके आई एम गुड नाउ। केटाहरू बोल गर बस। यो स्टुडेन्ट किन्ने काम हो एसटिए हाल्नु। एकैछिन पर्खिनु त यहाँदेखि गराउँछु म सुरुदेखि। तपाईँ जान्दै म तपाईँ जान्नु रमेश दाइको इन्ट्री भयो ल हे भन्नु नि तपाईँले दाइ यार ना अब त तपाईँ सुन्नु दाइ अघि कस्तो थियो यार होइन त्यसो दाइ यति नै रमाइलो है फेरि लौ आइसक्यो वाला भाइ डीजे बजाऊ जम्मा रमाइलोलाई सँगै नचाऊ डीजेको तालैमा सुरु भयो पार्टी रमाइलो हुने भयो आजको राति जम्मा रमाइलोले बिराती जाउँछ उत्तरमा भयो अब राति गाउँछ यसको बसको कमर आजको पार्टीमा गर्नुपर्छ हाम्रो अब पिकनिक सिद्धि भन्नुभयो होइन सिद्धि भन्नु पर्यो अब रुमतिर जान लाग्दैछु हजुर वेलकम टु माई हामी दाजुभाइ छ्यापाटी अमर ब्लगलाई प्रवीण ब्लग भन्ने होस्टेल लिडर दाइले चाहिँ यस्तो नट्या हाम्रो अब गाडी आउँदैछु होइन
यता हेर ओइ ओ राइमाइला यही भने एक्लै नाच्यौँ ज्याठले भनौँ न ट्याक्सी नआउँदासम्म आज सम्पूर्ण प्रोग्राम सकेर हामी चाहिँ रुम प्रस्थान गर्दैछौँ। बिल्कुल पिकनिकबाट फर्के जस्तो पनि हुन्छ हिँड्दै जानु अलिक फरक हुन्छ जाऊ हिँड्दै जाऊ डिस्को आयो फेरि केटाहरूको होइन हाम्रो साथीभाइहरूको डिस्को आयो यहाँ आउनु न Something, continue. Nacho, Dio. Dio, Nacho.